नमस्कार। आज चाहिँ म यो कार्ल गुस्ताव युङ र बुद्धिज्मको बारेमा सुनिरहेको थिएँ। सुन्दै आइरहेको थिएँ। एकजना यताबाट जाने ऊ उताबाट आउने एउटा गोरा कालो चस्मा लगाएर ऊ पनि कुदिरहेको थियो। मैले के सोचेँ भने यो म थट्सको पनि मेरो सोचाइको ऊ पनि म एनालाइज गरिरहेको छु क्या। मैले के सोचेँ भने यो वेस्टर्नहरूलाई चाहिँ भ्याम्पायर कहाँबाट आएको भन्दा भ्याम्पायर कन्ट्री। अनि किन भ्याम्पायर कन्ट्री भनेको भन्दा किनभने उनीहरू लाइट सहन सक्दैनन् नि त। घाम छ, अघि अलिकति घाम हुनु बित्तिकै चस्मा लगाउनुपर्छ कि उनीहरूलाई, कालो चस्मा लगाउनुपर्छ। त्यो कारणले भ्याम्पायर कन्ट्री। अनि यो चाहिँ एकदम रमाइलो हुन्थ्यो होला भन्ने उसमा एट द सेम टाइम म सोचिरहेको छु। त्यसरी सोच्न मेकिङ माई कर्म, मेरो कर्म पनि बनाइरहेको छु जस्तो लाग्छ। तर त्यो एउटा उसमा रमाइलो कुरामा अर्को कुरा मैले त्यहाँबाट के जोडेँ भने मेरो सोचमा होइन, हामी इस्टर्न कल्चरमा, पूर्वीय संस्कृतिमा, हामी परम्परामा हामी बोक्सी भन्छौँ, यिनीहरूले विच भन्छन्। भ्याम्पायर भनेको उज्यालो देख्दैन, रगत खान्छ। हामी चाहिँ त्यसलाई के भन्छौँ, हो छौडा भन्छौँ कि के हो। अर्थात् भ्याम्पायर भनेको चाहिँ विशुद्ध यो वेस्टमा मात्रै, पश्चिममा मात्रै हुन्छ कि क्या हो। यदि त्यस्तो हो भने हामीले यो सबै निर्माण गरेको भएको होइन, सबै निर्माण भएको। बोक्सी पनि हामी भित्रै छ, छौडा पनि हामी भित्रै छ, भ्याम्पायर पनि हामी भित्रै छ। यो चाहिँ कल्चरले मेबी मैले कार्ल युङ सुन्दै गरेँ भने अरू फिलोसफीहरू सुन्दै गरेँ भने मलाई लाग्छ शोपेनहावरले भनेका छन्, तर मैले राम्ररी पुरै सुनेको छैन। उनीहरूले भनेको छन् होला, तर यो सबै हामीभित्र छ। हामीभित्र छ भनेर डिक्लेयर त म अहिले जोसँग साधना गरिरहेको छु, जुनामा उहाँले गरिसक्नु भएको छ। सबै बाबु हामीभित्र छ यो सबै भनेर भन्नुभएको छ, तर त्यो मैले बुझ्न सकेको छैन। मलाई आजको यो थट्समा चाहिँ मलाई यो पूर्वीय र पश्चिमा संस्कृतिमा यसो भन्न मन लाग्यो।